नेप्सेमा धेरै मान्छेले पैसा कमाउन सपना देख्छन्, तर केही मान्छेहरू मात्र धेरै पैसा कमाउन सक्छन्। रिटेल इन्भेस्टरले स्टक किन्छ, तर अपरेटरहरूले स्टक कन्ट्रोल गरेर उनीहरूले फसाउँछ। तपाईलाई थाहा छ, अरू देशका स्टक मार्केटमा टेक्निकल एनालाइसिस र फन्डामेन्टल एनालाइसिस सिकेर स्टक चुज गर्ने गरिन्छ। बट हाम्रो देश नेपालमा एउटा अर्को एनालाइसिस पनि चल्छ र त्यो एनालाइसिस हो खेलाडी एनालाइसिस अर्थात् अपरेटर एनालाइसिस। नेप्सेमा ठुला पैसा वा पावर भएका मान्छेहरू स्टकको प्राइस बढाउने र गिराउने खेल खेल्छन्। आजको भिडियोमा हामी नेप्सेको डार्क रियालिटी बारे खुलासा गर्नेछौँ। कसरी अपरेटरहरूले मार्केट म्यानिपुलेट गर्छन् अनि रिटेल इन्भेस्टरहरूलाई कसरी फसाउने गर्छन्। नेपाल फाइनेन्स मसँग 10 किता छ। जो फाइनेन्स कंपनीमा केही कारोबार छैन, कुनै अफिस छैन, कुनै उसको कारोबार छैन, कुनै डिभिडेन्ड बाँडेको छैन, त्यसले आर्टिफिसियल देखाइदिनु 700% इन्क्रिमेन्ट हुन्छ। 300 करोडसम्म सेयर लोन दिएको। तपाईले कहिले सोच्नु भएको छ, कुनै स्टक बिना कुनै रिजनको एक दिनमा 10% सम्म बढ्छ अनि फेरि एकै दिनमा त्यस्तै डिक्लाइन पनि हुन्छ। यस्तो किन हुन्छ? यो भिडियो हेर्नु। यो भिडियोमा कसरी नेगेटिभ सर्किट हान्न लागेको स्टकलाई कसरी लास्टको केही सेकेन्डमा पोजिटिभ सर्किट लगाइएको छ देख्नुभयो। यो सबै अपरेटरहरूको खेल हो। अपरेटर भनेको त्यो मान्छेहरू जसको हातमा मार्केट कन्ट्रोल गर्ने पावर छ, जसँग धेरै पैसा छ र इन्फ्लुएन्स गर्ने अडियन्स छ। उनीहरूले करोडौँको इन्भेस्टमेन्टले मार्केटलाई आफ्नो कन्ट्रोलमा राख्छन्। यो मान्छेहरू ब्रोकर, इन्साइडर र न्युज सोर्ससँग मिलेर स्टक प्राइस उठाउने र गिराउने स्ट्र्याटेजी युज गर्छन्। अपरेटरहरू मार्केट म्यानिपुलेट गरेर स्टकको प्राइस आफ्नै इन्ट्रेस्ट अनुसार बढाउने र गिराउने खेल खेल्छन्। हिजोसम्म नर्मल ट्रेड भइरहेको स्टक अचानक एग्रेसिभली बाई गर्न थाल्छन् अनि रिटेलरहरू पनि फोमोमा आएर बाई गर्छन्। तर रियालिटीमा यो सबै एउटा ट्र्याप हो। जब तपाईँ पनि त्यो स्टक किनेर इन्ट्री गर्नुहुन्छ, त्यतिखेर नै अपरेटरहरू निस्किन्छ अनि त्यो स्टक सडनली गिर्छ र रिटेल इन्भेस्टरहरूको पैसा डुब्छ। धेरै स्टकहरूमा अहिले पनि यो खेलहरू हुँदैछ। लाइक केही दिन अगाडि एनएफएस अर्थात् नेपाल फाइनेन्सको स्टकमा पनि सेम यस्तै म्यानिपुलेसन देखिएको थियो। जब एउटा नर्मल कम्पनी एनएफएसको स्टकलाई 300 देखि 2600 प्लस पोइन्टसम्म पुगाइएको थियो। अहिलेको एनएफएसको चार्ट एकदमै डरलाग्दो छ। जसरी एनएफएसलाई अपरेटरहरू मात्र 4 मन्थको भित्र 370 पोइन्टको लेभलबाट 2600 प्लस पोइन्टको लेभलसम्म पुगाइयो। यो गेन हेर्दा धेरैलाई एउटा नर्मल गेन जस्तै लाग्छ, तर डाटामा कुरा गर्ने हो भने एनएफएसले मात्र 130 दिनको भित्र 570% को गेन लिएको थियो। ठिक छ, यतिसम्म त ठिकै थियो, तर जसरी यो स्टक रकेटको स्पिडमा टप लगाइयो, सेम त्यस्तै स्पिडमा यो स्टक अहिले 700 को लेभलमा घुम्दैछ र यो माउन्ट एभरेज जस्तो गेन र सी लेभल जस्तो फलको रिजन एउटै हो र त्यो हो अपरेटर। यदि तपाईँ टेक्निकली यो स्टकलाई हेर्नुहुन्छ भने अपरेटरहरू यो स्टक 300 को प्राइसदेखि लिएर 400 को प्राइससम्म पुरै 2023 सालदेखि 2024 मजाले एकुमुलेसन गरेको देखिन्छ। आफ्टर द्याट सोसल मिडियाहरूमा एनएफएस को हाला गरियो अनि त्यसपछि अपरेटरहरू एग्रेसिभली बाई गर्यो र एनएफएस सर्किट हान्न थाल्यो। त्यसपछि जेनरल रिटेलरहरू फोमोमा आएर एनएफएसलाई माथिल्लो प्राइसहरूमा बाई गर्न थाल्यो। यसरी गरेर यो स्टकलाई 2600 प्लस पोइन्टसम्म पुगाइयो। यतिसम्म पनि कहाँ थियो र 2024 अगस्त 7 को दिनको यो क्यान्डल हेर्नु। यो दिन एनएफएस दिनभरि नेगेटिभ सर्किटमा थियो, तर लास्टको केही सेकेन्डमा पोजिटिभ सर्किट लगाइयो। अगस्त 7 देखि अगस्त 12 सम्म सेम यस्तै गेम खेलियो। दिनभरि अपरेटरहरू सेयर बेच्ने अनि लास्टको मिनटमा पोजिटिभ सर्किट लगाइदिने। धेरैले यो एनएफएसको केसमा भन्नुहुन्छ कि यो एउटा मार्केटको ब्युटी हो, स्टकहरू बढ्ने र घट्ने गरिराख्छ। यसलाई म नि मान्छु, तर स्टक यसरी बढ्नुको पछाडि केही रिजन हुनु पर्यो। लाइक कम्पनीको फन्डामेन्टल राम्रो भइरहेछ, अथवा राइट सेयर इस्यु गर्छ,
अथवा कुनै पनि न्युज जसले त्यो कम्पनीलाई पोजिटिभ एफेक्ट गरोस्। बट एनएफएसमा त्यस्तो केही थिएन। आज पनि एनएफएस एउटा ब्याड फन्डामेन्टल कम्पनी हो जसको एनपिएल 10% भन्दा माथि नै छ। यस्तो गेममा धेरै रिटेलर इन्भेस्टरले पैसा गुमाउँछन् अनि लास्टमा जब अपरेटरहरू प्रॉफिट लिन्छन् रिटेलर इन्भेस्टरहरू लसमा स्टक बेच्न बाध्य हुन्छन्। तपाईँ पनि यस्तो म्यानिपुलेसनको शिकार हुन सक्नुहुन्छ। अब हामी डिप डाइभ गर्छौँ कसरी यो अपरेटरहरू मार्केट म्यानिपुलेट गर्छन् अनि रिटेल इन्भेस्टरहरूले कसरी फसाउँछन्। नेप्सेमा हुने स्टक प्राइस म्यानिपुलेसन स्ट्र्याटेजी बारे यस्तो ट्याक्टिक्स जसले रिटेल इन्भेस्टरहरूलाई फसाउँछन् अनि धेरै मान्छेको पैसा डुबाउने गर्छ। पहिलो स्ट्र्याटेजी पम्प एन्ड डम्प। यो स्ट्र्याटेजी एकदम सिम्पल छ। पहिला अपरेटरहरू स्टक किन्छन् अनि त्यसपछि हाइप क्रिएट गर्छन्। सोसल मिडिया, न्युज, रिमर्स सबै ठाउँमा यो स्टक उड्नेवाला छ भनेर हावा बनाइन्छ। रिटेल इन्भेस्टर पनि फोमोमा आएर ओहो यो स्टक त किन्नुपर्छ भन्दै स्टक किन्न थाल्छन्। अब तपाईँ सोच्नुहोस् जब सबैले बाई गर्छ त्यसपछि अटोमेटिक प्राइस त बढ्ने नै भयो, तर रियल गेम त अब सुरु हुन्छ। जब स्टक हाई रिस्क गर्छ र रिटेलरहरू एग्रेसिभ बाई गर्छन् त्यो टाइम अपरेटरहरू एकदम ठुलो प्रॉफिटमा निस्किन्छ अनि स्टक सडनली क्र्यास हुन्छ। रिटेल इन्भेस्टरको पैसा डुब्छ। सेम एनएफएसमा पनि त्यस्तै भएको हो। यो हामी सबैले थाहा भएको कुरा नै हो। सेकेन्ड स्ट्र्याटेजी फेक अर्डर लिमिट। तपाईले देख्नु भएको छ कुनै कुनै स्टकको मार्केट डेप्थ खोलेर देख्दा बायर साइडमा एग्रेसिभ क्वान्टिटीमा बाई अर्डर हुने गर्छ र त्यो हेर्दा डिमान्ड एकदमै हाई देखिन्छ, तर के यो रियल हो? अपरेटरहरू फेक बाई सेल अर्डर राख्ने गर्छन् र यो अर्डरहरूलाई एउटा नर्मल मान्छेले देखेर आफ्नो बाई र सेलिङ डिसिजन बनाउने गर्छ र त्यसपछि त्यो इन्भेस्टरहरूले ट्र्यापमा पार्छन्। यस्तो टेक्निकलाई स्पोफिङ भनिन्छ। तपाईँ जब त्यो स्टक किन्नको लागि बाई अर्डर राख्नुहुन्छ त्यति बेला अपरेटरहरू आफ्नो फेक अर्डर हटाउँछ अथवा तल तल राख्न थाल्छन् अनि त्यो स्टक सडनली अपोजिट डाइरेक्सनमा जान्छ। नम्बर 3 स्ट्र्याटेजी इनसाइडर ट्रेडिङ र न्युज म्यानिपुलेसन। अचानक एक दिन तपाईले सुन्नुहुन्छ फलानु कम्पनीको प्रॉफिट एकदम बढ्यो या कम्पनीले न्यू प्रोजेक्ट एनाउन्स गर्छ, तर यो न्युज लिक हुनुभन्दा पहिला अपरेटरहरूले स्टक किन्न थालिसकेको हुन्छ। अपरेटरहरूले न्युज आउनुभन्दा पहिला नै इन्फर्मेसन पाइसकेको हुन्छन् अनि रिटेलर इन्भेस्टरहरूलाई ट्र्यापमा पार्न फेक हाइप बनाउँछ। जब सबै इन्भेस्टरले बिलिभ गरेर स्टक किन्छ त्यति बेला अपरेटरहरूले स्टक बेचेर प्रॉफिट निकाल्छन् अनि फेरि त्यो स्टक गिर्छ। लाइक केही मन्थ अगाडि मोनेटरी पोलिसी राम्रो आउँछ भनेर ठुलो अपरेटरहरूलाई पहिलादेखि नै थाहा थियो र उनीहरूको एग्रेसिभ बाईले गर्दा नै जब मोनेटरी पोलिसी आयो त्यो टाइमसम्म मार्केट 2600 सम्म पुगिसकेको थियो। 2081 को मोनेटरी पोलिसीको डेट हेर्ने हो भने 2081 साउन 11 गते अर्थात् 2024 जुलाई 26 को दिन पब्लिस भएको थियो, तर जुलाई 25 को अर्थात् मोनेटरी पोलिसी रिलिजको एक दिन पहिला नेप्सेको क्यान्डल हेर्नुहुन्छ भने 2560 पोइन्टमा क्लोज भएको छ। थाहा छ यो किन भयो? किनकि मोनेटरी पोलिसीमा इन्स्टिट्युसनहरूको लागि जुन क्याप लगाइएको थियो त्यो क्याप यो मोनेटरी पोलिसीमा हटाइनेछ भनेर सबै ठुला खेलाडीहरूलाई थाहा थियो। त्यसैले जुन नेप्से 2200 को लेभल ब्रेक गर्न सकिरहेका थिएनन् त्यही नेप्से मोनेटरी पोलिसीको इनसाइडर न्युजले गर्दा मोनेटरी पोलिसी आउन दिन अगाडिसम्म नेप्सेको क्लोजिङ प्राइस 2560 सम्म हुन सक्यो। यसलाई टेक्निकल एनालाइसिसमा मार्केट डिस्काउन्ट एभ्रिथिङ भन्ने गरिन्छ। यो गेम धेरै पुरानो छ तर रिटेल इन्भेस्टरहरू आज पनि फस्छन्। नेप्सेमा यदि यस्तो गेम चलिराख्यो भने रिटेल इन्भेस्टरहरू बार पैसा गुमाउँछन्, तर तपाईँ एउटा एजुकेटेड इन्भेस्टर बनेर यस्तो ट्र्यापबाट बच्न सक्नुहुन्छ। यसको लागि म तपाईहरूलाई केही सुझाव दिन्छु। फर्स्ट, फेक हाइपमा नपर्नुहोस्। सेकेन्ड, लार्ज अर्डर हेर्दा सतर्क हुनुहोस्। मात्र अर्डरको बेसिसमा बाई र सेल डिसिजन नबनाउनुहोस्। नम्बर 3, न्युजमा इन्भेस्ट गर्न अघि राम्ररी रिसर्च गर्नुहोस्। ल त आजको भिडियोमा यति नै। आई होप यो भिडियो हेरेपछि तपाईहरू यस्तो अपरेटरहरूको ट्र्यापबाट बच्नुहुन्छ र एउटा प्रोफिटेबल इन्भेस्टर बन्नुहुन्छ।
तपाईले पनि यस्तो म्यानिपुलेसन एक्सपिरियन्स गर्नु भएको छ भने कमेन्ट बक्समा लेख्न नबिर्सनु होला। अनि यो भिडियो इन्फर्मेटिभ लागेमा यस्ता भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। फेरि नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। तबसम्मको लागि थ्याङ्क यू एभ्रिवान।